ठ्याक्कै सनराइजको भ्यू हेर्नु न महिम डाँडाबाट सबैजनाले 400 लगभग 400 भन्दा धेरै रहेछ दाजुको भेडाहरू। अब आज साउने डाँडा जाने भनेको एकदम थाकेको छ, घर पनि पुग्नुपर्छ 10 घन्टा लगाएर। आज चाहिँ डाँडा गइँदैन होला हौ, मेरो भान्जा माइला मलाई उठाउन आउँछु भनेको थियो, आफै उनीहरूलाई पो उठाउन आउनु पर्यो है। लु जाउँ हिमाल हेर्नु गाइजहरू। म तपाईँहरूलाई अब एकदमै रमणीय, एकदमै ब्रेथ टेकिङ भनौँ न हिमालको दृश्यहरू देखाउँदैछु। यस्तो दामी हिमालको दृश्य महिम डाँडाबाट देख्दो रहेछ, मैले इमेजिन पनि गर्न सक्दिनँ, यति राम्रो देखिएको छ। हेर्नुहोस् है त। हामी चाहिँ अहिले महिम डाँडाको माथि छौँ, महिममा छौँ। मुन्दुम ट्रेल हुँदै हिजो हामी 10 घन्टा लगाएर छिमसुनेबाट महिम डाँडा आइपुग्यौँ। रातिको 6:30 भइसकेको थियो। अनि मेरो पछाडि तपाईँहरूले यति राम्रो ब्रेथ टेकिङ माउन्टेन्सको भ्यूहरू, माउन्टेन रेन्जेसहरू देख्नुहुन्छ। एकदमै अमेजिङ छ, एकदमै राम्रो सुन्दर, वान अफ द बेस्ट होइन प्लेस अफ नेपाल, एकदमै राम्रो। अनि म आफै पनि राई ड्रेसमा छु यहाँ। यसरी म यो मुन्दुममा घुम्दै, अनि यो एकछिनपछि चाहिँ कुहिरो लाग्यो भने दिउँसो यो हामीले यो माउन्टेनको भ्यू चाहिँ देख्दैन। त्यही कारणले गर्दा मैले बिहान नै, यति चिसो छ अहिले, चिसो बढ्दै पनि छ। सँगसँगै यो ठाउँको दृश्यहरू चाहिँ अक्टोबर नोभेम्बरमा चाहिँ एकदमै राम्रो हुने रहेछ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर। अनि अरू 12 महिना यहाँ चाहिँ विशेष गरी गोठ राख्ने भएको कारणले गर्दा 12 महिना चाहिँ हाम्रो यहाँ गोठ राख्नेहरू, भेडा, चौरी अनि घोडाहरू होइन, विभिन्न किसिमको जनावरहरू पाल्ने गरिन्छ, घरपालुवा जनावरहरू। अनि विशेष गरी जब जाडो सुरु हुन्छ बिस्तारै उहाँहरूले चाहिँ तल लाने गर्ने क्रम चाहिँ बढ्ने रहेछ। आज पनि भेडाहरू चाहिँ तल जाँदैछन्। अनि मेरो यो ब्लगमा भयो भने सम्भवतः त्यो भेडाहरू तल लगिरहेको त्यो दृश्य पनि तपाईँहरूलाई देखाउनेछु। म सँगसँगै तपाईँहरू पनि मेरो यो ब्लगबाट तपाईँहरूले एकदमै इन्टरटेन गरिदिनु होला। म आफै पनि यो ठाउँमा आएर एकदमै ब्लेस्ड फिल गरिरहेको छु आफूलाई। अनि तपाईँहरू पनि आउनुहोस् अनि महिमको एकदमै यो सुन्दर ठाउँमा भ्रमण गरेर तपाईँहरू पनि आनन्दित भएर जानुहोस्।
ल यो चाहिँ हाम्रो दुर्गा दाईको गोरस्टेको बाख्राहरू चौरीहरू हो। अनि हिजो राति चाहिँ हामी यहीँ बस्यौँ। अनि यहाँ टेन्टहरू पनि छ। अनि खाएर बसेर 600 होला। टेन्टमा चाहिँ 1000 जस्तो लाग्यो पर नाइटको। अनि हिजो चाहिँ एकदमै धेरै गेस्टहरू हुनुहुन्थ्यो है। तर पनि हामीलाई चाहिँ राम्रै सुत्ने व्यवस्था मिलाइदिनु भएको थियो दाजुहरूले। यत्रो गेस्टहरू भए पनि। यो चाहिँ दाजुहरूको गोठस्टे। यहाँ रुमहरू छ, सबै रुमहरू नै हो। यहाँभित्र चाहिँ मैले लगिन है, रुमहरू छ, मान्छेहरू सुतेर छ। अनि यहाँ चाहिँ उहाँहरूको किचन छ। यहाँ भाँडा धुने ठाउँ, टोइलेट एउटा छ। हाम्रो कान्छी के गर्दैछ? यहाँ हाम्रो दुर्गाधन दाजुको छोरी, यहाँ बहिनी चाहिँ भाँडा मार्दै हुनुहुन्छ। भाइ हो ऊ चाहिँ? होइन नि नानी, तिम्रो भाइ हो? ए हो, त्यही त। म त तिम्रो त दाइ पो छ होला भन् ठानिरहेको। भाइ पो नि? ए, यहाँ दाजुको यति धेरै गाईहरू चौरीहरू रहेछ। रातभरि दुधा दिनभरि दुधा हुनुहुँदो रहेछ। त्यो गोठ पनि तपाईँहरूकै हो नानी? कुन चाहिँ हो यो? ए, ऊ त तलहरूको चाहिँ? ए, यो चाहिँ अरू मान्छेको गोठ स्टे रहेछ। हाम्रो कान्छाले चाहिँ यहाँ के थाप्दैछ? ओ, हेल्प गर्नुहुन्छ है। बाथरुम र वासरुम चाहिँ एउटै मात्रै रहेछ। धेरैजना हुँदा चाहिँ पर्खे गर्नुपर्ने। यहाँ चाहिँ दाइको यो के हो? गाई होला, हान्छ होला हौ, जानु मिल्दैन होला। डर लागिरहेछ मलाई। ए यो चाहिँ गाई। बिहान र बेलुका 2 चोटि धुनुपर्ने नि दाजु? ए, खिचेँ ल मैले। कतिवटा छ गाई दाजु? है निकै। अब यसले हान्छ कि क्या हो? यो अलिक अरू गाईले चाहिँ हान्दैन छ, यो गाउँलेहरूले चाहिँ हान्छ, यसले त हान्दैन लोकल गाईले। हजुर। यो चाहिँ किचन दाजुहरूको। यसले हान्छ कि नाना? म त आउन आँटेको थिएँ। ए त्यस्तै लाग्यो मलाई। ल हाम्रो रिता दिदी, उहाँको किचन। नाना खाजा चाहिँ के छ? यो यिनीहरू त्यही त है नाना? ठिकै छ एकैचोटि। अहिले भात खाने धेरै मान्छे मान्छेहरू आइ नपुगेर वनमा बस्ने। लु ठिकै छ, अब भातै खाइदिनु पर्छ गाउँको स्टाइल। के को खाजा न साजा होइन नाना? धेरै आइसक्यो मान्छे। त्यही त दिदीलाई भ्याइ नभ्याइ छ। यो भिडियो विशेष गरी कान्छाको लागि बनाएको मैले, मेरो बुढाको लागि। ल नानाले धेरै सम्झना भन्नुभएको छ। नाना चाहिँ एकदम व्यस्त, एकदमै यहाँको एकदमै राम्रो बिजनेस वुमेन। एकदमै खुसी लाग्यो हौ नाना मलाई। यहाँ छुर्पीहरू त्यस्तै लागेको छ। ए कतिजना? अब 50 भन्दा धेरै भइसक्यो। ए नाना हजुरको पनि मलाई नम्बर र के चाहिएको चाहिँ, किनभने एकजना भाइ थियो कि, त्यो भाइको नि ट्राभल एजेन्सी छ। त्यसले चाहिँ नर्थ अन्नपूर्ण बेस क्याम्प ट्रेकिङहरू लान्छ कि। अनि उनीहरूले मुन्दुम ट्रायलको पनि के गर्नु खोजिरहेको थियो। अनि मेरो आफन्त हुनुहुन्छ भनेर सोधिरहेको थिएँ। खाएर बसेर चाहिँ कति अरे नाना? सादा खाना बस्न त 600। अब मासुसँग भन्छ 800। मासुसँग भयो 400। 800। ठिक छ नि। 200 भने। यहाँ चाहिँ भोजपुर भएर आउँदा पनि भयो, खोटाङ भएर आउँदा पनि भयो, चखेवा भएर आउँदा पनि भयो। तर मेन ट्रायल चाहिँ कहाँबाट सुरु हुन्छ? चखेवाबाट सुरु हुन्छ। भोजपुरको सुन्तलेबाट आउँदा पनि भयो। भोजपुरको सुन्तलेबाट कति टाइम लाग्छ नि त्यहाँबाट?
यहाँ कति 3200 मिटर त छ होला कि 3100 मिटर छ? 31 हो यो चाहिँ 33 ठिकै छ नि। यतिको पिकमा त्यति लेक चाहिँ लाग्दैन रहेछ, चिसो नै छ नि। ल नानाको म नम्बर लगेर जान्छु, त्यो भाइलाई यसो दिनुपर्ने छ हौ। ल अब हामी चाहिँ हाँस पोखरीतिर जाँदैछौँ। यहाँको मुन्दुमको एकदमै रमणीय हाँस पोखरी यहीँ तल तपाईँले देख्दै हुनुहुन्छ। यहाँ ओह्रालो लाग्दा चाहिँ 15 मिनटमा पुग्दो रहेछ, उकालो आउँदा चाहिँ आधी घन्टै लाग्ने जस्तो छ। यो चाहिँ हाम्रो दाजु दुर्गाधनको कोचस्टे, माथि चाहिँ हाम्रो दाजु पृथ्वीराजको गोठ। कान्छा त्यहाँ मजाले ढुङ्गामा बसेर रमाइलो गरिरहेछ कान्छाले। हो यो हो नि त तरिका, मुन्दुमा आएर कान्छाले रमाइलो गरिरहेछ। रमाइलो भइरहेछ कान्छा, भोग लागिरहेछ होला मेरो कान्छालाई है। भोग लागिरहेछ नि कान्छा। हाँस पोखरीमा चाहिँ हाँसहरू पनि छ भन्ने सुनिरहेको थिएँ मैले। लु अब हामी जाँदैछौँ है त। लु हाँस पोखरी आइपुग्यो हो। अब चाहिँ यस्तो राम्रो भ्यू छ कि, यस्तो राम्रो खुलिएछ। यो सबै लाली गुराँस फुल्छ है चैत वैशाखमा चाहिँ। यहाँ सबै लाली गुराँसको रुखहरू हो। कत्रै छ ठाउँ चाहिँ। एकचोटि सबैजना आउनु होला आफ्नो गाउँघरमा, आफ्नो नेपालमा भएको यो रमणीय ठाउँहरू घुम्नुहोस्, आउनुहोस्। हावा चाहिँ चिसै चलिरहेछ अनि ज्याकेट चाहिँ फुकालेको, चिसो हावा छ। अब चाहिँ विन्टर सुरु भयो। ओहो यो हो नि त हाँस पोखरीको रमणीय दृश्य है। हाँस छ तल। ल हामी चाहिँ हाँस पोखरी छिर्न आँटेको। यहाँ चाहिँ गेट बन्द हुन्थ्यो सधैँ, अहिले चाहिँ गेट खुलाइरहेछ। लु जाउँ साथी हो। अनुमति बिना चाहिँ प्रवेश निषेध हो। यदि कोही जबरजस्ती यहाँ तारसारबाट छुन्छ भने चाहिँ त्यसलाई चाहिँ प्रत्येक व्यक्ति जरिवाना 5000 रहेछ है। ल जाउँ। गेट पनि कति राम्रो हो। ल यो चाहिँ हाँस पोखरी, मयुम हाँस पोखरी छिर्यौँ हामी। यो चाहिँ एकदमै नेचुरल, एकदमै यहाँको एकदमै प्रसिद्ध ठाउँ हो हाँस पोखरी। यहाँ पहिला चाहिँ बोटिङ हुने रहेछ, अहिले चाहिँ बोटिङ छैन।
बोटहरू पनि देख्दै थिएँ मैले। बोटिङ चाहिँ अहिले बन्द होला, बन्द गरेको होला। अप्ठ्यारो पो हुने भयो साथी हो, बिस्तारै जाउँ है। हामी झन्नै नजाने कि भनेर सोचिरहेको थियौँ, गेट बन्द छ भनेर। फेरि गेट खुल्लै रहेछ र जाने फेरि इच्छा लाग्यो क्या। यतासम्म आएर पनि हाँस पोखरी पनि गइएन भने त के हो र है। त्यही भएर जाने हिँड्यो गरौँ। यही हो हाम्रो मयुमको हाँस पोखरी।